सरकारी स्कुल छ सरकारी स्कुललाई सबभन्दा पहिला मेरो ग्रास्ता छ कुनै कुनै ठाउँमा मेरो क्षेत्रमा यस्तो अवस्था बनाएछ जसरी लगमा कमला नगरपालिकामा गएर हेर्नुस् त्यहाँ पार्टीगत रूपमा जग्गा कब्जा गरेछ र त्यहाँ स्कुलै शाखा बनाएछ त्यो मुद्दा कहाँसम्म पुगेछ अख्तियारसम्म पुगेछ म अख्तियारको सरकारी निकायलाई पनि आग्रह गर्न चाहन्छु कि तपाईहरु त्यसमा राम्रोसँग डकुमेन्ट हेरेर चासो राख्नुस् र त्यसलाई सकेसम्म छिटो समाधान गर्नुस् स्वास्थ्यमा कसरी गर्नुहुन्छ काम स्वास्थ्यमा पनि धेरै लापरवाहीहरू छ जुन ठाउँमा कमी कमजोरी हुन्छ यदि जनताले मैले अघि पनि भनिसकेको छु कि ब्यालेट दुईटा ब्यालेटमा बालेनलाई प्रधानमन्त्री बनाएर मलाई क्षेत्र नम्बर 2 को सांसद बनायो भने म प्रत्येक महिना प्रत्येक स्वास्थ्य कार्यालयमा भिजिट गरेर कुन तपाई ठूलो प्रतिबद्धता गर्नुहुन्छ जनता फेरि तपाईले प्रतिबद्धता खडो न उतर्नेपछि तपाईलाई जनता तह लगाउनेछ स्योर जनता हेरिरहेको छ तपाईको रेकर्ड भइरहेको छ यही भिडियो मार्फत तपाईलाई ट्रोल गर्नुहुन्छ म यही भिडियो मार्फत पनि भनिरहेको छु धनुषा क्षेत्र नम्बर 2 मा 44 वटा वडा छ सरकारको तलब पनि मैले लिदैन घोषणा गर्नुहुन्छ तपाई घोषणा गरिरहेको छु गरिसकेको छु पैसा लिनु हुँदैन भने तलब लिदैन पैसा हैन त्यो तलब ठीक छ तपाई तलब नलिने घोषणा गरिसक्नु भयो तर तपाईलाई गाडी चढ्नको लागि कहाँबाट चढ्नुहुन्छ जनताको त मनमा लागेको हुन्छ नि म आजदेखि गाडी चलिरहेको छैन नेपालमा तपाई भ्रष्टाचारी गर्नुहुन्छ म 20 वर्षदेखि मेरो बिजनेस छ देशमा बिजनेस छ विदेशमा बिजनेस छ त्यो बिजनेस चाहिँ मेरो प्लान हुन्छ तर जुन सरकारबाट तलब आउँछ नि जनतामा लगाउनुहुन्छ जनतामा अपाङ असहाय विधवा प्रत्येक वार्डमा प्रत्येक महिना जान्छ प्रत्येक महिना जान्छ एउटा वार्डमा 1 महिनाको तलब